हाई हेलो नमस्ते स्वागत छ यहाँहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मेरो चल्लाहरु 18 दिनको भए। मेरो चल्लाहरुलाई चाहिँ छ्याकछ्याकै लागिरहेछ, छ्याकछ्याकै गर्ने रुख लागिरहेछ। त्यही भएर मैले आज चाहिँ आजदेखि चाहिँ दबाई दिदैछु। दबाई चाहिँ यो हो, केनफ्लक्स यो चाहिँ 100 ml मा यो चाहिँ 1 ml बराबर 2 लिटर पानीमा दिनुपर्ने। यसको प्राइस चाहिँ 813 हो, 13 रुपैयाँ हो। यसको डेट एक्सपायर चाहिँ 27 सम्म छ। यो चाहिँ पानी नजमोस् भनेर नेफोटेक्स इंग्लिश पढ्नु पनि त्यति कमजोरै छ। नेफोटेक यो चाहिँ यसको प्राइस चाहिँ 320 रुपैयाँ हो। यो चाहिँ यसको डेट पनि 2027 सम्म छ। यो चाहिँ ठुलो साइजकोलाई हो। ठुलो साइजकोलाई चाहिँ घेर लागिरहेछ, त्यही भएर यो ल्याएको। यसको प्राइस चाहिँ यो चाहिँ निकै महँगो पर्ने रहेछ, निकै महँगो परिरहेछ। यो चाहिँ 1640 धेरै महँगो छ। यो चाहिँ हेरौँ अब यसको नतिजाहरू के आउँछ। यो पनि 2027 सम्म छ यसको डेट पनि। म चाहिँ बिहानै चारोहरू लगाइदिन आँटिरहेको छु। पानीहरू लगाइदिँदै दबाई पनि यतिखेर लगाइदिने हो। हामी चाहिँ 2टा मात्रै लगाइदिरहेको छु, 2टा मात्रै सक्छन् पानी, त्यही भएर 2टा मात्रै लगाइदिरहेको छु। यो चाहिँ छ्याकछ्याकको लागि हो। यो डिब्बा चाहिँ लगभग 8 लिटरको छ। र मैले चाहिँ दबाई चाहिँ मिलाएर यो चाहिँ बिरको चाहिँ कति 7 ml को थियो होला। अनि यो अहिले लगाएको नि 7 ml को बिरको हो। यो चाहिँ मैले 8 लिटर पानीमा 7 ml लगाइदिएको छु दबाई। यो चाहिँ पानी साफ गर्ने हो दबाई हो। पानी जम्ने समस्याको औषधि चाहिँ मैले 1 ml बराबर 1 लिटर पानीमा लगाइदिएको छु। लगभग त्यस्तै अन्दाजी त्यस्तैमा लगाइदिएको छु। यो चाहिँ माथिल्लो ठुलो साइजको लागि हो, ठुलो साइज कुखुराको लागि हो। यो चाहिँ
यो चाहिँ 1 चम्चा बराबर 10 लिटर पानी भन्नुहुन्थ्यो, त्यही भएर मैले अन्दाजले लाउँदैछु। त्यो बजारको प्लास्टिक चम्चा 1 चम्चा बराबर 10 लिटर पानी भन्नुहुन्थ्यो, यो चाहिँ 8 लिटर पानी हो। यहाँ चाहिँ मैले अन्दाजले बिर्कोमा नापेर लाउँदैछु। यो चाहिँ ठुलो कुखुराको लागि हो, 2.5 किलो, त्यस्तै 2 किलो 700-800 ग्रामको छन् कुखुराहरू। यो चाहिँ ठुलो साइजको कुखुराहरू हो। ठुलो साइजको कुखुराहरू हो, मैले पानी सबै राखिदिइसकेको छु। मेरो चाहिँ यिनीहरू कुखुराहरू चाहिँ मैले बेच्दै पनि छु, लगभग धेरै बेचिसकेँ। आजको लागि चाहिँ यति नै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँलाई धन्यवाद। र मेरो च्यानललाई हेरेर लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनु होला, अनि अन्तिममा सब्स्क्राइब पनि गरिदिनु होला। हस् त, धन्यवाद।